सम्मानका साथ म तपाईँलाई स्वागत दर्शकबिन होइन कलाकार हुँ भन्छ अब फिल्म खेल्छु भन्छ होइन कहाँ चाहिँ नि कहाँ कहिले चाहिँ नि कता सिग्नेचर गरे भन्छ कहिले के गरे भन्छ कलौटेजी रेडी हो रेडी ल अन्तर्वार्ता सुरु गरौँ त अब के अन्तर्वार्ता सुरु गर्ने हो त्यहाँबाट अन्तर्वार्ता हुन्छ भने यहाँ आएर गरौँ के हैन त्यही यो नयाँ स्टाइल हो क्या मेरो अन्तर्वार्ता लिने नयाँ स्टाइल त्यहाँ सुतेर नयाँ स्टाइल हुन्छ भने कसरी हुन्छ त यहाँ आएर बसेर यसरी गर्ने होला छैन र म जसरी भए ल्याए भएन एउटा अन्तर्वार्ता त हो क्या लिउँ नि त लिउँ कसरी लिने यहीँ आएर लिँदा हुन्न भने यहीँबाट बोल्छु क्या यार ए तपाईँ यार पागल हो कि यार तपाईँ यार खालि अन्तर्वार्ता गर्ने हो नि हावा कुरा गर्छ यार यहाँ आएर गर्नु नि अनि बसेर ल दर्शकबिन पक्कै पनि यति बेला चाहिँ हामी एउटा लेखबाट एउटा बेसीबाट हामी अन्तर्वार्ता दिनको लागि यहाँ आइसकेका छौँ कलुवालाई मच्छरले टोकेछन् हामी चाहिँ यहाँ जङ्गलतिर छौँ होइन कस्तो दिमाग खराब यहाँ आएर ल्याउनु न भने यार तपाईँ हावा खराब मेरो इन्टरभ्यू ल्याउने हो कि होइन इन्टरभ्यू ल्याउने हो कि होइन लिने भाइ यहाँ आएर इन्टरभ्यू लिने त्यहाँ त्यसरी नै इन्टरभ्यू के हो यार म त यार कहिले आएर गरौँ त ल यहाँ आएर गरौँ नि गरौँ कसरी झर्ने होला यो मान्छेले हान्ला यार मलाई यार हान्दैन दर्शकबिन यति बेला चाहिँ हामी कलौटेजीको अन्तर्वार्ता लिन भनेर चाहिँ हामी यहाँ आइसकेका छौँ यार के गरे यार म त यार तपाईँको कहिले पनि अक्कल आउनु यार इन्टरभ्यू ल्याउने यहाँबाट हो क्या त्यहाँबाट हो भने आउनुहोस् कि यहाँ आउनु यहाँ गर्नु न यहाँ गर्नु न त्यहाँ आएर गर्ने ल छिटो आउनु खै त कसरी आउने त आउनु न आउनु के गरिरहेको त्यहाँ बोलायो क्या मान्छेहरू यार मान्छे आउनु न गरौँ क्या चिस्किया क्या त्यस्तो पनि हुन्छ यार आउनु न चिस्किया म गर्दिनँ यार ल ल म तलै आएँ क्या लाउनु त्यस्तो पनि हुन्छ यार आउनु क्या तल गरौँ क्या आउनु न भने तल गरौँ क्या ल तलै गरौँ गनायो यार दर्शकलाई हँसाउन लागि मात्रै मैले यहाँ यसरी आएको क्या आउनु न यहाँ गरौँ क्या अनि माथि टाउका माथि बसेर पादिने यार ल दर्शकबिन यति बेला चाहिँ हामी ल बस्नु यार बसेर गरौँ यार अन्तर्वार्ता पादेर यार कस्तो गनाउँदै आएको छ यार माथि पादे यहाँ गर्न आउँछ अनि तलाएर पादे यस्तो पनि हुन्छ यार इन्टरभ्यू हेर न बिहोरानी मान्छे पत्रकार भन्ने जस्तै नि छैन यार गर्ने कि नगर्ने अन्तर्वार्ता मन लागे गरौँ कि मन नलागे नगरौँ मैले के भन्ने त अनि गर्नै पर्छ भन्नु पनि छैन ल ठिक छ गरौँ त गरौँ दर्शकबिन सम्पूर्णमा नमस्कार यस्तो पनि हुन्छ र भने दर्शक बिडिन यार के गरेर मैले त्यस्तो गरेको छु मान्छेलाई तर्साउने नि हुन्छ नि यार दिमाग मैले त्यस्तो गरेको छु अलि शैलीसित लिने वाले हो नि नभए काम छैन तपाईँको मैले होइन दर्शक बिडिन नमस्कार नि यस्तो हुन्छ र नमस्कार त यस्तो हुन्छ होला नि त ल ठिक छ त्यसो दर्शकबिन सम्पूर्णमा नमस्कार यति बेला चाहिँ पक्कै पनि धेरै लामो समयपछि चाहिँ यो कल्चौरोको अन्तर्वार्ता चाहिँ ल्याइदिए हुन्थ्यो कपिल सरले भनेर चाहिँ धेरैले आशा राख्नु भएको कारणले गर्दाखेरि तपाईँ खालि कल्चर के दिमाग छैन के एउटै कुरा भन्नुपर्छ बस्नु न यहाँ यत्रो कलाकार जस्तो मान्छे अनि कलाकार जस्तो मान्छेलाई गर्ने त्यही हो व्यवहार खालि जहिले सुकै जिस्काउने ज्वाइँ भनेर मैले जहिले नि सम्झाउने गरेको छु है फेरि उहाँ चाहिँ होइन अहिले चाहिँ उहाँ कलाकार पनि हुनुहुन्छ मोडल पनि हुनुहुन्छ कस्तो मोडल कलाकार अलि तपाईँको स्वागत गर्ने तरिका मान्छेलाई गिराउने तरिका काम नगर्नु न मैले त्यस्तो गरेँ होइन ल गरौँ र धेरै लामो समयपछि चाहिँ अब मैले ल्याएर आएको छु खास नल्याए पनि हुन्थ्यो होइन कसले ल्याउनु भनेको छु नल्याए भइहाल्छ नि अनि मैले ल्याउनु लगाइदिएको छु अन्तर्वार्ता सुरु गर्न दिनु न यार अनि नल्याए बानी हुन्थ्यो अरे अन्तर्वार्ता मैले लिन भने हो त्यही त नि यहाँ अलिकति भएका कुरा त बोल्नु पर्यो नि त दर्शकलाई हो कि ल राम्रोसँग गर्नुभयो फेरि हुँदैन पक्कै पनि दर्शकबिन अहिलेको चाहिँ एकदमै चर्चित एकदमै भाइरल होइन अथवा मोडल अथवा कलाकार भनेर आफैलाई मात्रै भन्छ अरूले मान्दैनन् होइन र कसले मानेको छैन हो यार के हावा ठिक छ कसैले माने रहेछ भने मानिहाल्यो ल कस्तो माने कसैले
ल यदि माने रहेछन् अरे कसैले मानिदिउँ ल माने रहेछन् ल ठिक छ केही छैन लिउँ न खालि मेरो विषयबाट गाली नखाइ हुँदैन है अलि राम्रो इन्टरभ्यू गर्न सक्दैन ल त्यो त राम्रो गर्दैछु त ल ल पक्कै पनि दर्शकबिन होइन अहिले धेरै लामो समय भयो होइन कपिल मगरले अन्तर्वार्ता नलिइसकेपछि चाहिँ नि अब घरमा नि भात खान धौधौ भएको कलौटेलाई ल्याएर फेरि पनि भात खान मिल्छ कि भन्ने हिसाबले चाहिँ मैले कलौटेलाई फेरि भाइरल बनाउनु पर्यो भन्ने हिसाबले आएको छु होइन अब यसलाई अरे के मलाई पागल बनाएको के त अनि तेरो क्यामेरा नबोले तेरो च्यानलमा नबोलेर भात खान रोकिन्छ मलाई आज पनि आउँदैन नि त ठुलो कुरा गरेको अन्तर्वार्ता आउँदैन नि त आज पनि किन गर्नुपर्ने त अनि सबैले छोडिसक्यो त त जस्तो भतुवासँग किन गर्नुपर्ने कि उही कपिलले ल्याइदिनु पर्यो नत्र नि त अनि किन ल्याइदिनु त अनि हँ? त जस्तो मिडियाहरू छैनन् खालि म यो भन्दो रहेछ अनि अरूमा त चल्नु नै पर्यो फेरि हावा कुरा गरेर अलि राम्रो राम्रो कुरा गर्ने गरौँ है यस्तै नराम्रो कुराले गर्दा म यो मिडिया हुँदै बोल्न चाहन्छु त्यो भातै खान नपाउनु मैले अनि त्यो चाहिँ अब त्यो कपिल मगरले के भनेको थियो कपिल मगरले इन्टरभ्यू नल्याइदिएसम्म भातै खान थियो कि के भन्यो भात अहिले बाटा हिँड्ने कुकुरले नि खान्छ यार कपाल काट्ने पैसा नभएर त अस्ति बिलेटले खुराएको तल ठेलाबाट अनि त्यस्तो छ अवस्था होइन कलौटेको अहिले त्यो त दर्शकले थाहा पाइहाल्छ नि कसरी के गरेर खुइलाएको भन्ने कुरा त त्यो त अहिले आएर पो अलिकति भए पनि मान्छे हो कि भन्ने जस्तो देखिएको छ नत्र त अस्ति त जन्तु जस्तो देखिन्थ्यो पुरै जाने त्यो उदाहरण त चोर जस्तो देखिन्थ्यो चोर त आफैलाई भन्छ नि हेर न त्यो भुलिया हेरौ न कसको छ चोर र डाँका जस्तो हामी त सिम्पली सर्वसाधारण एकदम दर्शक पनि यति बेला चाहिँ मसँग गाई कालो मान्छे पनि कालो होइन मन पनि कालो मान्छे पनि कालो व्यवहार पनि कालो मन त तेरो चाहिँ कालो छ है मेरो चाहिँ त मान्छे गोरो होइन मेरो चाहिँ एकदम मान्छे कालो भए पनि मन भने मेरो एकदम सफा छ यस्तो के प्रश्न गरी आयो यार मान्छे यार बोला चाहिँ के अरे बोला दिमाग छैन त एक्लै बोल अनि इन्टरभ्यू गर्न आएको केही न इन्टरभ्यू गर्न आएको केही न इन्टरभ्यू गर्न आएको होइन अनि स्वागत गर्ने इन्टरभ्यू गर्ने यस्तै हुन्छ त तर के भनिदिनु पर्यो त अहिले चाहिँ मैले यस्तो भनिदिनु पर्ने दर्शक दिन तपाईँहरूले देख्न सक्नुहुन्छ यति बेला चाहिँ हामीसँग तेजेन्द्र परियारजी हुनुहुन्छ र तेजेन्द्र परियारजीले अहिले चाहिँ तेजेन्द्र परियार भन्दा कस्तो हाँस्छमा के रे कलौटे रे प्रस्तुत पनि भनेको यसरी मलाई आफैलाई बल्ल खुसी लाग्यो कि खुसी लाग्यो ल यति बेला चाहिँ हामीसँग अहिलेका चाहिँ एकदमै भाइरल हुनुभएका एकदम महाचर्चित भनेर आफूले आफूलाई मात्रै मान्नुहुन्छ उहाँले अनि त्यसपछि इन्टरभ्यू नगर्ने अनि गर्न खोज्दैछु त म झ्याउला यार जाउँ यार यस्तो जहिले पनि जङ्गल ल्याउँदै दिमाग चाड्दै यार इन्टरभ्यू ल्याउँछु भन्दै नल्याउने अनि राम्रो इन्टरभ्यू यस्तो नि हुन्छ त्यो अरूलाई जस्तो हुँदैन है मसँग इन्टरभ्यू गर्दा ठिक छ त्यसो भए केही छैन ल्याउन त ल्याउँ ल अलि राम्रोसँग ल्याउँ ल यस्तो इन्टरभ्यू कलौटे आइज न यार यहाँ बस्न आइज क्या यार आइज आइज क्या छिटो किन आउने अन्तर्वार्ता लिनु पर्यो आइज छिटो अनि अन्तर्वार्ता जे पाते ल्याएर हुन्छ त दर्शकबिन होइन कलाकार हुँ भन्छ अब फिल्म खेल्छु भन्छ होइन कहाँ चाहिँ नि कहिले चाहिँ नि कता सिग्नेचर गरेँ भन्छ कहिले के गरेँ भन्छ अब बेलुका पर्यो कि अब सिग्नेचर खान पाउने गरेको यहाँ खाएछ के यतातिर ध्यान नदिउँ न अहिले अन्तर्वार्तामा म फिल्ममा भइसक्यो जेले खाए पनि मलाई मतलब हुँदैन कस्तो फिल्म के अरे सिग्नेचर गरेँ भन्छ होइन फिल्महरूमा सिग्नेचर गरेँ यताउता गरेँ भन्छ बेलुका हुन पाउँदैन पहिला पुरा सुन न भन्छ रे इन्टरभ्यू ल्याउन भन्नुहुन्छ भन्ने होला नि सिकाउनु पर्ने भन्नुहुन्छ होइन र साँझ पर्ने बित्तिकै चाहिँ अब त्यो अँध्यारो हुन थालेपछि सिग्नेचर खान पाउनु त त्यस्तै हो लोकल पनि उस्तै पऱ्यो कोहीले 10 रुपियाँ किनेर चाहिँ खाइन्छ उहाँले नत्र भने ठन्डाराम भइन्छ खल्तीमा छाम्ने भनेपछि जुम्रा भेटिलान् 5 रुपियाँ भेटिन्न त्यस्ता मान्छेलाई ल्याएर चाहिँ म उपस्थित भएको छु र के इन्टरभ्यू यार म त यार अचम्म पऱ्यो होइन तपाईँ कपी मैले यथार्थ भनेको छु के यथार्थ अनि
म रक्सी खान्न त अनि रक्सी म यस्तो इन्टरभ्यू दिन्न फाल्तु माइक चाहिँ नहीं सुन्नु राम्रोसँग नहीं गर्नु एकचोटि छामौँ कतै चाहिँ भेटिन्छ त पैसा 5 रुपियाँ कहीँ भेटिन्छ छ के मुला हामीसँग पैसा छैन यार ल देखाम त हामीसँग पैसा छैन एकचोटि देखाम त के हामीसँग छैन भने देखाम त एकचोटि पैसा छैन कति रुपियाँ चाहियो कति चाहियो अन्तर्राष्ट्रिय नागालाई लिएर हामीसँग पैसा छैन नि यो के हो नि यार के पैसा होइन यो अब 100 सय नोट राख पैसा यति भए पैसा रहेछ ल तल पुर्दिन्छु क्या ल ल ल हुन्छ ल दर्शक पनि यति बेला चाहिँ हामीसँग हामीले धनी कलाकार कलौटेलाई लिएर उपस्थित भइसकेका छौँ एकदमै धनी हुनुहुन्छ उहाँ चाहिँ होइन धेरै पैसा राख्नु भएको छ र अब कस्तो कस्तो र अब यस्तो छ के छ कस्तो? होइन बसौँ न बसौँ न यार बसौँ अब यस्तो छ अब तपाईँ चाहिँ होइन तपाईँलाई मसाज गर्नुपर्छ तपाईँबाट हामीले चाहिँ डलर कमाउनु पर्छ के यार मलाई लाज लाग्यो यार यस्तो त यो बेजेत न होइन यहाँ सुन्नु न तपाईँ जतिको चाहिँ नि अब हाम्रो कलौटे कलाकार हाम्रो चाहिँ नेपालको कालो डलर होइन अब जे होस् यस्तो कालो डलरको अनुहार बेचेर चाहिँ हाम्रो यता बसेर गरौँ न यार यता यार के हो यार तपाईँ यार यहाँ बस्नु त यहाँ तपाईँ यहाँ बस्नु ठिक छ ल यहीँ बसेर तपाईँ यहाँ बसेर इन्टरभ्यू गर्नु ल तपाईँ हावा कुरा गर्नुहुन्छ खालि ल हामीले चाहिँ अब नेपालमा जे होस् हामीसँग एउटा कालो डलर छ जे होस् यो कालो डलर छ र हामीले चाहिँ भाडाना पाइया छ भन्नु घरमा स्वाहिनी पालिया छ छोराछोरी पालिया छ होइन यो कालो डलर हुन्थेन भने हामीलाई स्वाहिनी पाल्न छोराछोरी पाल्न एकदमै गाह्रो हुन्थ्यो त्यस कारणले गर्दाखेरि उहाँलाई चाहिँ सम्मानका साथ म चाहिँ उहाँलाई हात जोडेर तपाईँ यता नहेर्नुहोस् किन हेर्नु भएको छ कि मलाई यार सम्मानका साथ म तपाईँलाई स्वागत स्वागत त्यस्तो हुन्छ के गरे अलि सम्मानका साथ स्वागत गरौँ कि भनेको त्यस्तो पनि स्वागत हुन्छ त्यस्तो पनि स्वागत हुन्छ कस्तो हुन्छ त स्वागत त्यस्तो स्वागत हुन्छ भने यहाँ बसेर स्वागत गर्ने त्यस्तै हो कस्तो चाहिँ हुन्छ त यस्तो नमस्कार स्वागत छ भने त्यसरी हो ए फरक रहेछ दर्शक पनि यति बेला चाहिँ कालो डलरलाई स्वागत छ ल कस्तो हुन्छ स्वागत गर्नु कालो डलरलाई यसरी स्वागत छ ल यसरी स्वागत गरिदिउँ हो दर्शकबिन यति बेला कालो डलरले खाएर फालेको रक्सीको बियरको बोतल यहाँनिर भेटिएको छ ल हेर्नुहोस् तपाईँले देख्न सक्नुहुन्छ जे पाए त्यही बोले छ मान्छेलाई गिराएको छ यार कालो डलरले ल्याएर लोकल रक्सी हालेर चाहिँ नि यो उसको बियरको बोतलमा मैले खान्छु यस्तो खानुभएको छ अब बियरको बोतल हो कि अब जुसको बोतल भन्ने त नचिन्दो रहेछ मान्छे पागल हो कि के अरे यहाँ सुन्नु लोकल रक्सीको नाउँ चाहिँ के थेट त्यो कहाँबाट कबाडी उठाएर हिँड्ने त कबाडी अन्तर्वार्ता सुरु गर्ने कि नगर्ने भने कि किन गर्ने अब किन गर्ने त यस्तो यस्तो पागलहरूसित नि गर्छ नि लगाइज यो भिडियो आयो भने नि होइन मलाई म यस्तो भर विश्वास हुँदैन त्यही हो होइन यति बेला चाहिँ मसँग लोकल रक्सीको खानी उपस्थित भइसकेको छ लोकल रक्सी खानी गर्छ हेर मान्छे अनुहार हेर न चोर जस्तो देखियो यस्ताले पनि केही इन्टरभ्यू राम्रो गर्छ कलुवा हप्सी त भतुवा खासै आजभोलि भिडियो चाहिँ चल्दैन फेरि यो चल्छ भिडियो नचल्ने एउटा बिग्रेको थुतुनो गरेको चाहिँ कलुवा यस्ता बेजेतीसित इन्टरभ्यू ल्याउन भन्दा त नल्याउन जाति यार यस्ता खातेहरू यस्ता